friends, welcome to our channel. वेलकम छोराको उपलब्धिमा कस्तो लाग्दैछ त एकदम राम्रो एकदम खुसी छु Hotel Karma Castle. It's beautifully carved, and this is the stones are being brought from Nathula. It looks very wetty. That you wet and एकदम सूखा see there's no water also. So this is beautifully carved. मजाले लागेको छ. This is the opening door, main entrance, and henceforth this looks like a glass house. माथि पनि हेर्नुहोस् मजाले ग्लासले बनिएको छ entire thing. र आज finally it's an opening day, grand opening on date 16 October 2024. Hotel Karma Castle grand opening. Bojugari Gangtok 7908820932 7001576084. Beautiful stone carved hotel. You can see a glass house or a storehouse. It's a combination of both. Yeah, hotel but a very nice view. You can see this. अलिकति यो झरना पनि देखिन्छ हामीले. Exactly here. यहाँ छ. यो चाहिँ एक्ज्याक्टली मेन हाइवे सिक्किमको नेसनल हाइवे हो र त्यसको अपोजिटमा पनि राम्रो एउटा होटल छ हेरिटेज इन. त्यसको अपोजिटमा यहाँ कार वास पनि पाइन्छ. त्यहाँ साथै यहाँ साइडमा होटल पनि छ. यो मेरो कार यहाँ कार पार्किङको लागि एकदम मजाको स्पेस पनि रहेको छ. यहाँ कम से कम 4टा गाडी यहाँ वेयर आई एम स्ट्यान्डिङ ओभर हियर यहाँ कम से कम 4टा गाडी पार्क पनि भइन्छ. यहाँ यता पनि छ मजाले वेल थट यहाँ बस्ने गेस्टहरूलाई हो. यहाँ अब आज केही क्षणपछि नै यहाँ ओपनिङ हुने गइरहेको छ. त मिनवाइल म अलिकति स्निकिङ गर्छु. यहाँ शी इज द अनर of the this Karma Castle. यहाँ चाहिँ because of my mom's blessing she is a real inspiration. oh wow. साथै Hello guys, Hotel Karma Castle, nestled in the lap of Himalayas, one of the beautiful, romantic and entertaining wonderlands of Canada. एक बार आओगे तो आते ही रह जाओगे. I think Karma Castle ले यो स्लोगन चाहिँ मेरोमा कपिराइट लिनुपर्छ. र Karma Castle has been a dream that has been fulfilled. सपना हेऱ्यो भने त सपना पुरा हुन्छ. यही फलस्वरूप चाहिँ म आज साक्षात् पुरा हुँदै गरेको म देख्न पाउँदैछु. र सपना चाहिँ यस्तो हो भने चाहिँ हर कसैको यो सपना चाहिँ पुरा होस्. यो रमाइलो पल चाहिँ यसरी नै हर पल हर वक्त जगमगाएर जाओस्. Talking about ambience of the hotel, simple yet eye-catching. सबै कुरा perfectly plan गरिरहेको छ. यो यसको दैलो कति नै स्टाइलमा छ र यसको बेड मजाले सजाएको रहेको छ. The beauty of this hotel चाहिँ यसको बरान्डा
अति नै रोमान्टिक आई क्याचिङ लुक्स र साथै तपाईँले यता देब्रेपट्टि हेर्नुभयो भने एउटा खोला एउटा पानी आइरहेको सरर बगिरहेको र आँखालाई पनि एकदमै मिठो देख्ने दृश्य र कानलाई पनि मजा आइरहेको सुन्नु पाउने यसको आचरण छ र अति नै मजाले सजाएको रुमलाई अति नै मजाले बनाएको छ र यो साथमा यो जुन अट्याच बाथरुम छ यो अट्याच बाथरुम खोल्दाखेरि एकदमै क्लिन निट एन्ड क्लिन रुममा गिजर तातो चिसो पानी आउने वेस्टर्न टोयलेट र अहिले बरान्डामा निस्किँदाखेरि चाहिँ एकदमै ठुलो यसको जुन मेन पोर्सन छ नाउ लेट्स टक विथ द होटलको नमस्ते आज तपाईँहरूले ग्रान्ड ओपनिङ गर्नुभयो होटल कर्मा क्यासलको सो केही दुई शब्द आज अनरकोबाट सुनिदियो थ्याङ्क यू है सबैजनालाई आइदिएकोमा र थ्याङ्क यू ब्रड है आज हाम्रो ड्रिम्स कम ट्रु है र अरूदेखि सबैलाई थ्याङ्क यू यहाँ हाम्रो होटलको मेन अनर Welcome to Karma Castle. I am Anusha and my husband Vimal just spoke to you all. As he said, we want to thank you all. Without your blessings and without your support, it wouldn't have been possible. Karma Castle is a dream. And today our dream has come true. It is said as a saying, future belongs to those who believe in the beauty of their dreams, and it has come true. And I'm really proud to, announce the opening of my hotel Karma Castle. It took a lot of hard work, determination, and many years to complete this dream. So thank you so much everybody who have, who have supported us in this journey and made our dreams come true. We thank you very much, and we hope that with all your wishes we'll be able to run our business successfully. And we all welcome you to Karma Castle. It's open to all. Welcome. आजको दिन चाहिँ यति साह्रो खुसीको दिन लागिरहेको छ मलाई हो मलाई मात्र होइन हामी सबैलाई मेरो छोरी अनुषा साथै दुवैजनाको सपना पुरा भएको दिन हो यिनीहरूको सपना पुरा हुनु नै हाम्रो सपना पुरा हो अब धेरै धेरै यिनीहरूले उन्नति गरेर जाओस् अझै खुसी हुनु पाऊँ त्यही नै भगवान्सँग प्रार्थना छ आज यो पर्व उद्घाटन मेरो छोरी ज्वाइँको होटल उद्घाटन भयो र आइएम रियली ह्याप्पी योभन्दा खुसी चाहिँ के हुनसक्छ र एकदमै खुसी छु यसरी उन्नति गरेर जाओस् मेरो छोरी ज्वाइँले धेरै धेरै उन्नति गरेर जाओस् राम्रो होटल चलोस् सबैभन्दा कम्पिटिसनमा आओस् मेरो छोरीको होटल राम्रो प्रकारले चल्दै जाओस् त्यही मेरो त्यसमै म खुसी छु र धेरै धेरै कङ्ग्रेचुलेसनको साथ Wow!